दाइ 2650 मा 43 इन्चको टिभी भनेर हाल्नु भएको थियो है 2650 43 को टिभी त्यही भन्नु भयो नि त आउँछ किन नआउनु आइहाल्छ नि आउँछ हैन त ए मजाले आउँछ है त लु देखाउनु त ल आइहाल्छ नि एउटा रिमोट आउँछ दुईटा स्ट्यान्ड आउँछ अनि ब्याट्री पनि आउँछ यहाँ चाहिँ ब्याट्री पनि आउँछ हैन वारेन्टी कार्ड आउँदैन नि फेरि चट्ट घर लाने रिमोट र ब्याट्री हाल्ने टिभी भने 2650 मा हैन त 2650 मा अनि यही त आउँछ नि रिमोट आउँछ चट्ट खोलेर यहाँ अनि यो दाइ मुनि लगाएर चाहिँ के गर्ने त चट्ट खोलेर यहाँ ब्याट्री हाल्ने हजुर गारामा यहाँ गारामा टिभी छ भन्ठान नि अनि यो बटमले ट्याक्क थिच्ने अन भयो भन्ठान नि इमेजिनेसन गर्ने क्या अनि 2650 मा टिभी आउँछ यही रिमोट र स्ट्यान्ड आउँछ मैले भने हैन दाइ अनि कहाँ 2650 आउँछ त कतिमा भने त 26500 भने मलाई त्यही खोजेर त आएको नि 26500 त खोजेर ए 26500 भने यो त हो नि ओ सर आउनुस् बस्नुस् म बस्न आएको हैन के टिभी मलाई हैन हैन बस्नुस् त तपाई बस्नुस् ओहो के लिने सर तातो चिसो मन तातो हल्का तातो के लिने भन्नु त नजिस्किने दाइ मलाई टिभी देखाउनु जिस्किने होइन बस्नु सर 26500 कै टिभी लिन आएको हैन त 26500 खोइ खाता सादा निकाल्नु पर्छ क्या सरलाई सम्मान गर्नु पर्ने भयो म के कुन कस्तो ठाउँमा आए भने 26500 को टिभी लिन आए त तपाई टिभी लिन आएको म खाता लाउन आएको त 26500 को टिभी मा त रिमोट स्ट्यान्ड टिभी पनि आउँछ फेरि लु यहाँ हेर्नु त यहाँ 43 इन्चको टक्क परेको यो टिभी आउँछ है यसमा अनि वाइफाई कनेक्ट गर्न मिल्ने युट्युब चलाउन मिल्ने नेटफ्लिक्स चलाउन मिल्ने स्क्रिन शेयरिङ स्क्रिन मिररिङ गर्न मिल्ने फुल एचडी बोर्डरलेस फुल स्क्रिन डिस्प्ले पनि आउँछ ल अनि वायरलेस वाइफाई पनि जोड्न मिल्छ यसमा त फेरि मोबाइलमा जस्तो त्यो पनि मिल्यो वायर पनि जोड्न मिल्यो नि फेरि सर 3 वर्ष वारेन्टी पनि आउँछ वारेन्टी के वारेन्टी क्लेम गर्न घरमै होम सर्भिस हुन्छ घरमा आएर बनाउने हो 26500 को टिभी किन्न आएको मान्छे लानी हो लिएर हिँडिहाल्नु त अहिले गएर प्याक गरिहाल्ने हो कार्टुनमा हालेर हिँड्नु न कार्टुनमा ल ल ल